आफू स्वस्थ छु कि छैन भन्ने जाँच गर्नको लागि चाहिँ केही कुराहरू म भन्छु, त्यो आफूमा विचार गर्नु होला है त। एक नम्बरको कुरा चाहिँ स्वस्थ मान्छेको चाहिँ आहार निद्रा चाहिँ एकदम सम्यक हुनुपर्छ। समयमा निद्रा लाग्नु पर्यो, समयमा भोक लाग्नु पर्यो। यदि लाग्दैन भने चाहिँ स्वस्थ छु कि छैन भन्ने विचार गर्नुहोस्। अर्को कुरा चाहिँ खाना खाइसकेपछि केही समयपछि चाहिँ खाना चाहिँ पच्नुपर्छ। एकदम 4 घण्टा 5 घण्टासम्म पेट डम्म भइरहने, भोक नलाग्ने, भोक यदि समयमा लागेन, खाना डम्म भइरह्यो भने पनि स्वस्थ छैन भन्ने बुझ्नु पर्यो। त्यो चाहे सानो रोग होस् चाहे ठुलो रोग होस्। त्यसै गरी आफ्नो जिब्रो हेर्दाखेरि चाहिँ यदि जिब्रो सफा छैन, जिब्रो चाहिँ सेतो छ, पहेँलो छ, बाक्लो छ, जिब्रोमा राम्रो स्वाद आउँदैन भने तब पनि बुझ्नु पर्यो कि मलाई रोग लाग्दैछ अथवा रोग लागिसकेको छ, स्वस्थ छैन भन्ने त्यहाँबाट पनि विचार गर्नु पर्यो। अनि अर्को कुरा चाहिँ बिहान नुहाइसकेपछि चाहिँ यदि भोक लागेन भने तब पनि बुझ्नुहोस् कि आफू स्वस्थ छैन। बिहान दिसा पिसाब गरिसकेपछि जब दाँतहरू माझेर नुहाउनुहुन्छ, नुहाइसकेपछि यदि भोक लाग्दैन, किनकि नुहाउनुको काम भने दीपन कर्म पनि हो। यदि नुहाइसकेपछि आफ्नो पेटमा ट्याक्क भोक लागेन भने त्यो पनि बुझ्नु पर्यो कि आफू स्वस्थ छैन। त्यही भएर यी कुराहरू छन् भने चाहिँ आयुर्वेद चिकित्सकसँग सल्लाह गरेर औषधि खाने होइन कि आफ्नो दिनचर्याहरू जीवनचर्याहरू चाहिँ अलिकति परिवर्तन गरेर स्वस्थ रहने कोसिस गर्नु होला। धन्यवाद।